जग्गा हाम्रो सानो छ, शिरमा विशाल छानो छ, त्यो विशाल छानोमा ज्ञानको सानो रानो छ। कार्यक्रमको पर्खाइमा बसिरहनुभएका असङ्ख्य दर्शकहरूमा कार्यक्रम मञ्च एक प्रतिभा अनेकमा यहाँहरूलाई हार्दिक स्वागत छ। दर्शकबिन, तपाईहरूले यस कार्यक्रमलाई माया गरेर धेरै टाढा टाढादेखि धेरै आफ्ना जिज्ञासा सल्लाह सुझावहरू बराबर पठाउँदै आउनुभएको छ र आफ्ना अमूल्य सल्लाह सुझाव जिज्ञासाहरू पठाउने दर्शकहरूलाई यस कार्यक्रम मार्फत म धन्यवाद दिन चाहन्छु। दर्शकबिन, तपाईहरूको जिज्ञासा सल्लाह सुझावलाई हामीले मध्यनजर गर्दै तपाईहरूले पठाउनु भएको अमूल्य सल्लाह सुझावलाई हामीले मध्यनजर राख्दै हामीले आजदेखि एउटै विद्यालयको विभिन्न भाइ बहिनीहरूको विभिन्न प्रतिभालाई हामीले प्रस्तुत गर्ने जमर्को पनि गरेका छौँ। दर्शकबिन, सर्वप्रथम ड्रिमल्यान्ड इङ्ग्लिस स्कुल राजाका भाइ बहिनीहरूको हामी प्रतिभा हेर्नेछौँ। र दर्शकबिन, सुरुमा हामी प्रतिभा हेर्नुभन्दा पहिला भाइ बहिनीहरूको छोटो परिचय लिनेछौँ, त्यसपछि उनीहरूको प्रतिभा हामी सदाझै हेर्ने नै छौँ। तिमीहरूको नाम के हो भन त? मेरो नाम करिश्मा पुन्मगर हो। मेरो नाम सबिना साई हो। मेरो नाम हस्तरा हो त। मेरो नाम अश्विन नेपानी हो। तिमीहरू पछि ठुलो भएर देश र समाजको लागि के गर्ने उद्देश्य लिएको छौ भाइले भन त? पछि म ठुलो भएर देश र समाजमा रहेको विकृतिलाई हटाई देश र समाजको भलो हुने काम गर्नेछु। सलाम दाहिने हाथ को मेरी मायालू लाई, मेरी मायालू लाई, मेरी मायालू लाई। पीरती को चीनो जो की आँखा गजलू लाई, आँखा गजलू लाई, आँखा गजलू लाई। नमस्ते लो तिम्रो नामको चिनो चाहिँदैन, चिनो चाहिँदैन, चिनो चाहिँदैन। भीख मागी पैसा लुको माया पाइँदैन, माया पाइँदैन, माया पाइँदैन। हे माया गोदावरी फुल फुल्यो तिमीलाई देख्दा यो मेरो मन भुल्यो। माया पहेँलो त केसरी लोभी नजर नालौ है यसरी। ला 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 ला। कृष्ण बिना अपुरो छ गोपिनीको लीला, गोपिनीको लीला, गोपिनीको लीला। अल्लरेको भरे हुन्न बेसरी छ बेला, बेसरी छ बेला, बेसरी छ बेला। हे चोखो माया लौ हे सनी भेट भएको बेला, भेट भएको बेला, भेट भएको बेला। हाम्रो पछि नलगा है आँखा तानी तानी, आँखा तानी तानी, आँखा तानी तानी। हे माया गोदावरी फुल फुल्यो तिमीलाई देख्दा यो मेरो मन भुल्यो। माया पहेँलो त केसरी लोभी नजर नालौ है यसरी।
दर्शकबिन माया गोदाबारी भन्दै भाइ बहिनीहरूले सामूहिक नृत्य गरेर गए। भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद छ। र प्रतिभा देखाउने क्रममा यहाँ एकजना सानी बहिनी मेरो सामु आइपुगेकी छिन् र छोटो कुरा गरौँ है त। बहिनीको नाम के हो? अस्मिता थापा मगर। यो कार्यक्रममा आउनुमा सरमिसहरूबाट कतिको सहयोग मिल्छ भन त? दर्शक साथीहरूलाई, तिमी कार्यक्रम हेरिरहेको दर्शक साथीहरूलाई तिमी यस कार्यक्रम मार्फत के भन्न चाहन्छौ भन त? आफूभित्र लुकेको प्रतिभा, मान्छेको प्रतिभा अनेकमा आएर देखाइदिन अनुरोध गर्दछु। अनि तिमी आज के प्रतिभा देखाउँछौ भन त? सानो निन्त्री।
दर्शकबिन सुनकै भाउ छ सुन्तला भारीको भन्दै एकजना सानी बहिनीले आफ्नो प्रतिभा देखाएर गइन्। बहिनीलाई धेरै धेरै धन्यवाद छ। दर्शकबिन भोलि राष्ट्रका चम्किला तारा भने यिनै साना बालबालिका हुन्। त्यसर्थ यिनीहरूलाई यी साना बालबालिकालाई माया गर्नु सम्मान गर्नु तपाईँ हामी सबैको कर्तव्य हो। र प्रतिभा देखाउने क्रममा म एकजना बाल प्रतिभालाई म कविताको साथमा भेट गराउँदैछु। मैले एउटा कविता ल्याएर आएको छु। मेरो कविताको शीर्षक छ खाते। सबैका लागि खाते म हजुर, सबैका लागि खाते म हजुर, छैन कुनै नाम, होटलमा सधैँभरि भाँडा माझ्ने काम। न आमा बाबु न त छन् कोही आफन्त घरमा, कसरी बाँचौँ अब म हजुर कसका भरमा, कसरी बाँचौँ अब म हजुर कसका भरमा। काम बिग्रियो भनी बिना सित्ती साउले कुट्दछ, आमाको न्यानो त्यो काका सम्झी अश्रुजल छुट्दछ। अँध्यारो चिसो रातमा हजुर पेटीमा बास छ, न त छ तनमा गलिलो लुगा, न त छ तनमा गतिलो लुगा, नराम्रो गाँस छ। मेरो नाम रामचन्द्र हो। म ड्रिमल्यान्ड इङ्ग्लिस मिडियम स्कुलदेखि यस मञ्च एक प्रतिभा अनेक भन्ने कार्यक्रममा आएको हुँ। हस्त धन्यवाद। दर्शकबिन मेरो नाउँ खाते हो, म गल्लीमा सुत्छु, एक गाँस खान छैन भन्दै आफ्नो वेदना प्रकट गरेर एकजना भाइ कविताको मार्फत आफ्नो वेदना प्रकट गरेर गए। भाइलाई धेरै धेरै धन्यवाद छ। र प्रतिभा हेर्ने क्रममा यहाँ एकजना बहिनी मेरो सामु आइपुगेकी छिन्। पहिला छोटो कुरा गरौँ। बहिनीको नाम के हो? मेरो नाम मनिषा श्रेष्ठ हो। तिमी यो कार्यक्रममा आएर यहाँ आफ्नो प्रतिभा देखाएर जान्छौ र घरमा सबै परिवार फ्यामिलीहरू बसेर हेर्छौ, तिमीलाई कस्तो अनुभव हुन्छ भन त? धेरै खुसी लाग्छ। मन की चारी उडी उडी आकाश छौ भन्
दर्शकवृन्द, हामीले हेरिहाल्यौँ एकजना सानी बहिनीको प्रतिभा देखाउने ठुलो प्रयासलाई। र दर्शकवृन्द, प्रतिभा देखाउने क्रममा फेरि यहाँ एकजना भाइले आफ्नो कविता लिएर उपस्थित भइसकेका छन् र हामी यो कविता हेरौँ। मेरो नाम हो विशाल नेउपाने। म श्री ड्रिमल्यान्ड इङ्ग्लिस मिडियम बोर्डिङ स्कुल राजा एयरपोर्ट नेपालगञ्जबाट आएको हुँ र म यस मञ्च एक प्रतिभा अने कार्यक्रममा भाग लिन पाउँदा म आफूलाई अत्यन्तै भाग्यमानी ठान्दछु। र मेरो सानो कविताको शीर्षक छ शान्ति। प्रकृति तिम्रै सुन्दर काखमा जन्मेका हामी नेपाली, शीतल तिम्रै स्पर्शली हुर्केका हामी नेपाली। चिनारी हाम्रो शान्ति हो, शान्ति नै हाम्रो कामना, शान्तिको दीप बलेत्यो यहीँ, शान्ति नै हाम्रो कामना। नेपाली दाजु नेपाली भाइ आऊ न हात मिलाऊँ, शान्तिको बिउ रोपेर यहाँ शान्तिकै फुल फुलाऊँ, शान्तिको बिउ रोपेर यहाँ शान्तिकै फुल फुलाऊँ। केही दिनदेखि लागेको बादल पवन बनी हटाऊँ, शान्तिको दूत बुद्धको सन्देश सुनाउँदै देश उठाऊँ, शान्तिको दूत बुद्धको सन्देश सुनाउँदै देश उठाऊँ। शान्तिमै हुन्छ ऐश्वर्य सारा धरतीलाई जगमगाउने, शान्तिमै देख्छु मानवता म त जीवन मगमगाउने, हजुर जीवन मगमगाउने। हस्त धन्यवाद। दर्शकवृन्द, यहाँ एकजना भाइले आफ्नो कवितामा प्रकृति तिम्रै काखमा जन्मेर हुर्केका हामी नेपाली भन्दै मिठो भाव छोडेर गए। भाइलाई धेरै धेरै धन्यवाद छ। र प्रतिभा हेर्ने क्रममा यहाँ बहिनीहरू आफ्नो प्रतिभा लिएर यहाँ मेरो सामु आइसकेका छन्। पहिला छोटो कुरा गरौँ। तिमीहरूको नाम के हो भन त? मेरो नाम करिश्मा पुन्नु मगर। मेरो नाम लक्ष्मी घरती हो। मेरो नाम अस्मिता थापा मगर। मेरो नाम पिजा डाङ्गी हो। मेरो नाम सपना चाहिँ हो। तिमीहरू टेलिभिजन हेरिरहेका तिमीहरूका दर्शक साथीहरूलाई सबैको तर्फबाट के भन्न चाहन्छौ? बहिनीले भन त। आफूभित्र लुकेको प्रतिभालाई यस मञ्च एक प्रतिभा अनेकमा आएर देखाइदिनु अनुरोध गर्दछु। अब यहाँ के प्रतिभा लिएर आएको छौ त? आज के दर्शक साथीहरूलाई के प्रतिभाबाट मनोरञ्जन गराउँछ भन त? मैले एउटा सानो नृत्य लिएर आएको छु। मखमली चोलीलाई कस्तो लाग्यो गाउँकी यो छोरीलाई, छिटको सारी मखमली चोलीलाई कस्तो लाग्यो गाउँकी यो छोरीलाई, भन्देऊ सुटुक्क ए भन्देऊ सुटुक्क,
दर्शकबिन तपाईँहरूले कार्यक्रम हेर्नुभयो। हामीलाई तपाईँहरूको अमूल्य सल्लाह सुझावको सदैव खाँचो छ। यो कार्यक्रम भनेको तपाईँहरूकै हो, तपाईँहरूको भाइ बहिनी छोराछोरी सबैको हो। तसर्थ तपाईँहरू पनि आफ्ना विद्यालयका भाइ बहिनीहरूको प्रतिभा यस कार्यक्रम मार्फत प्रस्फुटन गराउन चाहनुहुन्छ भने हामीलाई निसङ्कोच सम्पर्क राख्नुहोला। हाम्रो ठेगाना हो मञ्च 1 प्रतिभा अनेक, नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र कोहलपुर। फोन नम्बर 540126। कार्यक्रमको लागि यहाँसम्म भाइ बहिनीहरू ल्याएर सहयोग गरिदिनु हुने ड्रिमल्यान्ड अङ्ग्रेजी स्कुललाई र त्यहाँका विद्यार्थीहरू सबैलाई यस कार्यक्रम र स्वयं मेरो तर्फबाट धन्यवाद दिन चाहन्छु। हवस् त, आजलाई यो कार्यक्रम यहीँ सकिन्छ। फेरि अर्को हप्ता यस्तै भाइ बहिनीहरूका रोचक र रमाइला प्रतिभाहरूको साथमा एउटै विद्यालयका भाइ बहिनीहरूको साथमा हामी उपस्थित हुने नै छौँ। तबसम्मको लागि सम्पूर्ण प्राविधिक साथीहरू समेत मलाई पनि बिदा दिनुहोस्। नमस्ते।